कृष्ण जय श्री कृष्ण म यस्तो ठाउँमा आए पनि मलाई घर जान मन लाग्दैन हेलो नमस्कार सबैजनालाई हामी सन्चै छौँ हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दै आज चाहिँ पहिलो कुरो चाहिँ आज हामी यस्तो छमक छल्लो यो स्कर्ट लाएर होइन हामीलाई यस्तो हेरिरहेछ नि कोही यतातिर मान्छेले कहिले स्कर्ट लगाएको देखेर माइक यहाँ छ आवाज पनि आएको छ कि नै कोहीले स्कर्ट लाएर हिँड्दैन होइन आज हामीले किनेर राख्ने मात्रै भयो थियो हामी धेरै हिँड्दैनौँ नि त घरदेखि घरमै गइन्छ अनि त्यही भएर स्कर्ट लगाएर हिँडेको मान्छेले यसरी हेर्नु आउँछ नि कसैलाई नानी कसैलाई नानी हेर्नु तलदेखि मान्छेसम्म हेर्छन् आई डोन्ट नो राम्रै देखिरहेछ आई थिङ्क मलाई हिँड्न नि आएन क्यामेरामा यस्तो दामी देखिरहेको थियो कि पछाडिको बादल कस्तो देखेको छ मलाई गाइज भन्न सबैभन्दा साथीहरू भन्छु है मितार यो लगाएर हिँड्न जाने होइन क्या मेरो हिँडै देखाएर साँच्ची मलाई हिँड्न आन्न के हाम्रो हिँडाएन छ्या I just hate this seat the most. अनि ट्रिपर बाबरे म ट्रकदेखि नि केही हुन्न डिलक्स बस यतिदेखि छेउदेखि ल्याउँछ डिलक्सै पनि डिलक्स पनि केही हुन्न यो ट्रिपरदेखि त औरा छुट्छ के होइन हामी चाहिँ होइन नि हामी चाहिँ पहिलोचोटि यसरी ट्राइपड बोकेर यसरी बाटोमा हिँडिरहेको कि हुन त मलाई मान्छेले के भन्लान् भन्ने रोग पहिल्यैदेखि छैन त्यही पनि पहिल्यैदेखि भिडियो बनाउँथेन कि किनकि सिधा रूपमा बेसरम हामी बेसरम हो बेसरम कहाँ कि बेसरमी भई कन्फिडेन्ट बोल्थे कन्फिडेन्ट अनि के अरे मान्छेले के भन्लान् भन्ने रोग चाहिँ मलाई पहिल्यैदेखि पनि छैन म आफै बनाउँथेन कि लाइक आफैलाई नै क्रिन्ज टाइपको लाग्थ्यो अरूले गरेर देखेर भने अहिले चाहिँ आफूले नि अहिले चाहिँ आफू रहर लाग्छ क्या हेर्नु ब्लग बनाउनु चाहिँ आउँदै मलाई यत्तिकै हो के हो कस्तो हो के एडभाइसहरू अरे यार यही हो क्या के एडभाइसहरू छ भने दिन सक्नुहुन्छ कसरी गर्ने के गर्ने यति स्टार्ट गरौँ भनेर के चाहिँ हार्नुभन्दा कोसिस नगर्नु चाहिँ ठुलो हार जस्तो लाग्छ कि मलाई कोसिस चाहिँ गर्नुपर्छ या दामी लाइन भनेर यस्तै हिँडिराखेँ देखिया छ कि थाहा छैन कहिले आधा काट्दै हुन्छ हामी चाहिँ खासमा यस्तो भोक लगाएर पानीपुरी खान जान्ला होइन नि पानीपुरी खान यस्तो सत्तरी जान्ला थाहा सत्तेर खोइ किन होला गर्नु मन लाग्यो क्या आज अनि यसो मोबाइल पनि निकालिहालौँ भनेर मैले चिनेको मान्छे भेट्यो भने म पानी भइहाल्छु सबै चिनेको मान्छे छ नि आफ्नो गाउँमा नि के को लाइक दादाहरू कोही छैन दादा भिडियोमा दादा हजुर बाटोमा भेटिनुहुन्छ भनेर होइन दादा त म साँच्ची दादा यहाँ सोचेकै छैन कसलाई सोचे त्यो ट्रिपरवालाले दुईटाले खै के भने त्यो थाहा भएन दुईटा हामी दुईटा भने पिस भन्न आँखा चाहिँ दुईटा भने वाउ यस्तरी हिँडेछौँ हामी ओ माई गड सही हो न मलाई मन नपर्ने कुरा मैले आज गरेर हिँडिरहेको छु एउटा भेटिए जुन कुरा हिँड्छन् मेरो मित्र भेटेको मेरो मित्रले देखे मेरो मित्र She's embarrassed, guys. Embarrassed हुनु पनि केही छैन यसमा
मलाई पानी पर्दैन बाल लाग्दो भोलि किन इम्ब्यारेस भएको त भएन मैं के नै गरे हामीले होइन ये तेरा 2.5 किलो का हाथ मेरे 2.5 किलो हटा का दे हाथ। बहन। जय श्री कृष्ण जय श्री कृष्ण जय श्री राधे हामी पानीपुरी खान ठाउँमा पुग्न लाग्यौँ पानीपुरीको पसल बन्द हुनुपर्छ अबे हो न त बन्द भयो नि के छैन मैले भिडियो त अन गरेको छु कहाँ इन्फ्लुएन्सर आयो भने मीनाक्षी चाट एन्ड पानीपुरी सेन्टर रहेछ हामी चाहिँ पानीपुरी खाएर निस्क्यौँ कहाँ कहाँ जाने नानी आज यस्तो घर बस्न अल्छी लगाएर के हो पुनः बादल किन यति राम्रो पेटभित्र हालेर हिँड्नु पर्यो के हुन्न कि निकाल कत्रो देखाएर भेट्दै कतिवटा 1 2 3 4 5 5वटा पानीपुरी खाएर पेट निस्क्यो अरे ए कतिले हेर्ने हो आज हामीलाई थाहा छैन Who cares? Yeah, bro. नानी कस्तो रे हटाओ सबको हटाओ रे यसको गलत मिनिङ त छैन नि मेरी बहना प्यारी बहना मान्छेहरू माई गड पहिलोचोटि एक्सपिरियन्स गरिरहेको छु रमाइलो लागिरहेको छु जेस यो आकाश कन्ट्रोल अझै त कस्तो भेडे बादल जस्तो छ अर्को वाला बादल हुन्छ बादल वाला बादल के बादल होइन कपास मतलब त्यहाँ बस्ने जस्तो भएको हुन्छ नि बादल यस्तो होला पेन्टिङ वाला बादल रियल वाला बादल के एकदम यस्तो भयो आज त बादल प्योर बादल प्योर वाला यस्तो दाम कस्तो पिसफुल लागि नानी यता नु यस राति चाहिँ यस्तो डरावना देखिन्छ यता त ऊ त्यो हाम्रो स्कुल मेरो बच्चा बेलाको स्कुल म त एक कक्षा यस्तो पिटाइ खाएर मैले स्कुलमा हे प्रभु कठै म कति लाटी कति ढुवाजे थिएँ है म हे भगवान म चाहिँ लास्टै छुच्चो थिएँ पहिल्यैदेखि छुच्चो पड्काइदिन्छु म त अझै पनि न्यू मात्रै खोज्नु पर्यो लाइक म यति सिधा मान्छे हो नि यति सिधा छु वेट कति सिधा छु अहिले भन्छु होइन यति सिधा छु कि मलाई नचलाउन मात्रै पर्यो मलाई नजिस्काऊ मलाई मतलब छेडो मत ठिक है अहिले त मन जतिखेरसम्म जिस्काउनु त्यतिखेरसम्म लास्टै सिधा छु काइन्ड मान्छेलाई यतिसम्म काइन्ड छु कि मतलब कस्तो गोडा यहाँ पहिला भूतले डराउनु लिन्थ्यो कि बच्चाहरू पनि थियो अरे के सानोमा यहाँ पनि त क्लास थियो नि पहिला कहाँ यताको रामसँग नभन्दै बस्ने जस्तो रहेछ यहाँ त यहाँ टिकटक बनाउन आउँछ नि त हेलो आज चाहिँ हामी यस्तो देखिरहेको माथिबाट चाहिँ टी सर्ट तलबाट चाहिँ स्कर्ट यस्तो दामी ठाउँ रहेछ कि वाउ यति म यस्तो ठाउँमा आए पनि मलाई घर जानु मन लाग्दैन दामी आवाज आइरहेको के कुलाको आवाज पनि आइरहेन के हो घर जानु राति त भूत आउँछ नि फेरि यहाँ बास गाडी पनि छेउमा छ के हुन्न भिडियो बनाइदिनु भन्नुहुन्छ देखो न गाइस क्या है ये दामी ठाउँ थियो नि यहाँ जानै मन लागेन कि त्यहाँ कति दामी पानीको कलर आवाज पनि आउँछ कि अङ्कल नमस्ते कालो लामा हजुर
भिडियो मेरो लाउरेनी साथीको बाबा डगी स्वाद एकैचोटि Can I ask you something? Yes. Tell me about your dream. What is your dream? Sorry. ड्रिम भन्नाले त्यस्तो ड्रिम एकदमै ठुलो डिजायर के तेरो यस्तो चाहिँ हुनै मन छ कि जिन्दगीमा आउनै पर्छ भन्ने त बाइक चलाउने म बाइक राइडर बन्ने हुन्छ मलाई यार राइडर बन्ने धेरै डिजायर पनि हुन नहुने रहेछ यार भगवानले कतैबाट नि हुन दिन्नन् के अरे होएगा भाई होएगा तेरी दीदी है ना अभी कुछ नहीं हो रहा लेकिन कभी ना कभी तो होएगा तेरी काली जबान देख रहे हैं वीडियो तेरी काली जबान किचडलाई के भन्छन् नेपालीमा त्यही हिलो के हिलो नेपालीमा किचडलाई के भन्छन् रे बाप रे यति घोर बेइज्जती नगर्न नेपाली ल्याङ्ग्वेजको यार बहिनी हिलो लागेको बाइक हुन्छ कस्तो मेरो मुटु म गएर धोइदिउँ जस्तो लाग्छ कि त्यो बाइकलाई भोग्न के भनौँ म घरमै पढेर इक्जाम्स दिए पनि हुन्छ बाइक आउँछ आइहाल्छ आउँछ ल आउँछ मलाई बाहिर पठाइदियो पहिला दिदीको भिजा आइज भन अनि त्यसपछि बाइक आइज भन भिजा आउने नि ठुलो कुरा जानु नेपालीलाई यस्तो सोच्दाखेरि त यस्तो दुःख लाग्छ होइन लाइक होइन अरू अचिभमेन्ट पाएर केही मतलब हुन्छ नि आफ्नो ड्रिम अचिभ गरेर चाहिँ यस्तो खुसी हुन्छन् त्यो हुन्छ हामीलाई चाहिँ भिजा अरूले अरू गरेर पार्टी गर्छ हामी चाहिँ भिजा आयो भने हाम्रो नेपालीलाई पार्टी चाहिएको हुन्छ के को पार्टी हामी काम गर्नु जाने हो त्यहाँ हामी त्यहाँ गुलामी गर्न जाने हो यार हामी त्यहाँ केही अचिभ गरेर थोरै जानला मलाई यस्तो रिस उठ्छ नि अस्ति पनि इक्जाममा पास भयो भने पार्टी खै के को पार्टी एटलिस्ट भए पनि गएर अहिले त हामी जान आएको किन कमाउनु त भने होइन बसौँ त्यस्तो दामी ठाउँ छ वाउ दामी नि हामी जान लागेको किन हामी जान लागेको वास्तवमा पैसा कमाउन पैसा नभएर होइन अनि जान लाग्यो हुन्छ ऋण काटेर अनि फर्स्टमै चाहिएको हुन्छ मान्छेलाई पार्टी अरे कि फर्स्टमा पैसा नभएर ऋण काटेर पैसा कहाँदेखि दिने पार्टी कसरी दिने कि पार्टीलाई पार्टी माग्यो भने पछिसम्म राम्रो भइराख्यो भने एटलिस्ट कमाएर एकचोटि आइसकेपछि ल त नि साथी आएछ पैसा कमाएर आएछ ल आज पार्टी गरौँ न त भन्ने हुन्छ होइन जानुभन्दा पहिले पार्टी अरे ऋण काटेर जान्ला हुन्छ कि मान्छे ओ माई गड मतलब स्टुडेन्ट ओर्लिङ भिसाको हो हामी नेपालीको कस्तो गति भयो यार छ्या हामी बाहिर भिजा आयो भने ऊ मनाउँछौँ कि खुसी मनाउँछौँ कि हामी अरूको देश काम गर्न जानलाई खुसी मनाउँछौँ यार योभन्दा वर्स्ट के हुनसक्छ के आई थिङ्क है जान मन चाहिँ थिएन म चाहिँ होइन मलाई बाहिरको त कहिले नामै नले भन्ने थियो लास्टमा जे हुन्छ राम्रोको लागि हुन्छ होइन त्यही भनेर अघि बढ्नुपर्छ बादल यस्तो दामी देखिरहेको माथि अनि हामी चाहिँ यहाँ बसेछौँ जाने नानी घर खाना नि बनाउनुपर्छ फेरि बाटोमा कति हेर्ने हुन् अहिले अहिले त हामी यस्तो भित्रको गल्ली बाटोतिरबाट हाल्थ्यौँ फ्रेस हुनु पऱ्यो भनेर यार एक्टिभ भन्छ कि त्यसलाई फ्लेक्सिबल भन्छ बाँदर भन्छन् यार गाडी पारिबाट भइरहेछ नि देख्छ साह्रो खुसी भएको हेलो बल खेल्न आउनु मलाई कहाँ देखाएको के हालिदिने रे फाल्दै
खै लो कति दुख उठ्छ क्या हाँसमलाई सास लाग्छ नि हाँस हिँड्या देखेर ठुङ्दैन के क्या बोल्थ्यो रे मेरो उहाँ चाहिँ बोल्नुहुन्न बोल्न सक्नुहुन्न रमाइलो हुनुहुन्छ ट्यालेन्टेड हुनुहुन्छ है फेरि कपडा सिलाउनुहुन्छ नानीलाई सिङ्गिङ स्किल आउँछ होला हामीले कोही ट्राई गरेको छैनौँ होइन ल हामीलाई केही स्किल आउँछ फाइन्ड गर त्यसपछि पढाइ चढाइ गोली मारौँ उभिएर दिदी उभिएर अहिले फेरि हल्लेर आवाज कराकोला ए मेरी इसकी बारी अन्त खतरा हानिदिने रे के नानीले ल भन्ने चाहिँ केही मन पर्दैन कि केही जात मन पर्दैन केही मन पर्दैन कि मान्छेले करेन्ट खान्छ अनि हामीले खान्छौँ बारे जब पनि तर लाइक करै पऱ्यो भने एकदमै भोक लाग्यो मतलब अप्सन्सहरू केही छैन भने चाहिँ मिठरी खाइन्न मिठरी खाइन्न जत्रै खाएँ भने मैले पेसेन्ट गएर जहिले मोमो त्यो पनि भेज यो मोबाइल हो के के हो यो ड्राइभर छोपेर अब के हो यो गर्नु आमाले सेल्फी गाडी आयो छेउबाट हिँड है छेउबाट हिँड है छेउबाट के लाग्यो त्यहाँ जहिले नाम जप हुन्छ यहाँ त्यहाँ घर जय श्रीराम लेखेको छ नि त्यही भएर यतिकै रमाइलो हजुरहरूलाई पनि रमाइलो लाग्यो हामीहरूसँग भने लाइक गर्नु सक्नुहुन्छ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला ओके हामी चाहिँ घर पुग्नै आँट्ने हेलो के छ ल जिगर ढोक ओइ ल ल ढोक यहाँ ढोक नआइज मम्मी आउनु ओइ 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 ai 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 ăn đâu ra 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 hãy đến nè ra ra đi con ra ăn đấy mà ai cho cái bậy ê ba tha मेरो भाइ हिँड्नु भाइ ल one sky न मम्मी हेलो भन्नु मम्मी हेलो मम्मी हेलो मम्मी हेलो हेलो मम्मी धुलाई हुने वाला छ के लाग्यो मेटीमा मेटीमा कालो त्यहाँ एक ठाउँ बसेको थियौँ त्यही होला डुले लाग्यो कि मम्मी क्या बोल रही है मम्मी बाय बाय